to my new vlog. म एकदम सन्चै छु, तपाईं पनि सन्चै हुनुहोला। आज हामीहरू घुम्न जाँदै बहिनी र म चाहिँ अगाडि छु, बहिनी चाहिँ पछि भ्लग बनाउँदै छ। आज हामी घुम्न जाँदै यसो माथितिर। आज हामी यता माथि हाम्रो गाउँदेखि पारीको पार्क घुम्न लागेको। बहिनीलाई चाहिँ उता भिडियो बनाउनै ठिक्क छ, म चाहिँ अगाडि छु। दामी छ गाउँतिर, जेउस रमाइलै छ। दसैँ तिहारको माहौल, दसैँ तिहारको माहौल। हामी 2-3 दिन घुम्न जाँदैछौँ गाइजहरू। नमस्ते। त्यो चाहिँ मेरो बहिनी। आजको हामी ड्युटी घुम्न जाने, घरै नआउने हामी। घर नाता नबार गयौँ, घर नाता नगरेर नै छ गाइजहरू भन्ने आउँछ। जहिले कसरी गुना लाग्छ नि लाग्नु पछि। त्यही हो, दसैँ तिहारको अवस्था भए पनि हुनु यहाँ त बाटामा कुकुर पनि भेटिन्न, मान्छे क्या भेटेन। त्यही पनि जाँदैछु। भिडियो बनाउँदै जान्छौँ हामीहरू। पुगेपछि टक्क पार्कको भिडियो हाल्छौँ। हामी जङ्गलमा आइसक्यौँ। पार्क नजिकै छौँ। हाम्रो बहिनीज्यू यता उसिन्छ। हामीलाई लिन चाहिँ कसको पैसा नै सुन्दा अघि हुनुहुन्छ, हामी पछि छौँ। जङ्गलमा डर लाग्छ, भेटेर कुराकानी गराउँछौँ। मलाई पनि यसो घुम्न आउँदा कस्तो महसुस भइरहेको छ भन्नु याद। एकदम रमाइलो महसुस भइरहेछ। अब खुट्टा कतिको दुख्छ जस्तो लागिरहेछ। खुट्टा दुख्छ जस्तो लागिरहेछ। अब आज चाहिँ घरि जाने भने आउँदा कताको बाटो हामी जाँदा कताको बाटो जाने। हामी आउँदा चाहिँ यताको बाटो आयाम, जाँदाखेरि चाहिँ अब यताबाट जाने कुरा भयो। आउँदाखेरि यता गाउँबाट आएको, अनि जाँदाखेरि चाहिँ यताबाट हाम्रो गाउँको पुरै भ्यू देखिन्छ नि त। त्यही भएर हामीहरू यताबाट जान्छौँ, त्यो भ्यू पनि देखाउँछौँ तपाईँहरूलाई। कसको बोयफ्रेन्ड हुनुहुन्छ हामीलाई लग्न आइसिनु भएको रहेछ। अनि उहाँ चाहिँ अघि अनि हामी चाहिँ पछि छौँ। नहेरेर गइजानु पर्छ। ए हुनुहुन्छ हाम्रो दुर्गाजीको बिहा। यो दुर्गाजीको बिहा आउनु भएको छ। दुर्गाजी चाहिँ उहाँ आउनुहुन्छ। हुन्छ बोयफ्रेन्ड लिन आया चाहिँ। पैसा हुन्छ थाहा छैन फेरि निस्केको बहिनीलाई, तर लिन चाहिँ आउनु भएको है। यो जङ्गल मात्रै छ, यता पुग्ने चाहिँ कतिखेर हो थाहा छैन। हिँड्या छ। गाइस हामीहरू आइपुग्यौँ। अब यहाँबाट लुआमको भ्यू देखिन्छ। चाहिँ पछाडि नाच्दै आउँछ होइन। हिँडिरहेको वाउ, क्या दामी भ्यू छ यतातिर। हिजो त्यसले आम भन्थ्यो होइन गाइसहरू। हिजो पानी आएर कस्तो भइरहेको थियो। उसलाई चाहिँ पानी परिहाल्दा पनि आउनु पर्ने रे। कहाँबाट आउनु नि।
फाइनली गाइस पछाडिको भ्यू चाहिँ दामी छ है। यो चाहिँ लुहामको भ्यू हो। हेर्नुहोस् है हाम्रो लुहाम बजार। अब घर जाँदाखेरि भन्ने अब दागदाग त्यतैबाट जाने होला सर पारेर। हेर्नुहोस् लुहामको भ्यू। बिहान हल्का सूर्य उदाउँदोको। बिहान अहिले चाहिँ हाम्रो 7:30 बजे छ, 7:30 बजेछ। राम्रै छ जे होस् भ्यू। यो भ्यू देखाएर चाहिँ हामी माथि पार्कमा जानेछौँ। चाहिँ मेरो बहिनी जे होस् बिहानको रमाइलो छ। भ्यू हेर्दै गर्ने हल्का बादल। वहाँबाट वहाँ खस्नु भयो भने मेरो जिम्मेवारी चाहिँ छैन है। मैले पहिले भिडियो बनाइसकेको छु। म जिम्मा चाहिँ लिन भनिसकेको छु। फाइनल्ली गाइस हामी पार्कमा आइपुग्यो। पार्कको अवस्था यस्तो छ। जङ्गल छ, बाटो छ, अरू केही छैन। नखाने ठाउँ छ यहाँ। भोक लागिसक्यो, खानियो। ओइ छिटो ल्याउ मलाई खानेको व्यवस्था। माछा त क्या हुनु नि ल्याउँदै हुने खाना होइन। त्यही हो यतातिर चाहिँ यस्तो छ। यहाँ पानी चाहिँ एकदम सफा शुद्ध। यस्तो शुद्ध पानी त तपाईँले कसलाई देख्नु लाइफमा आउन सक्नुहुन्छ। राम्रो चाहिँ छैन है। त्यही हो यहाँ चाहिँ सब च्यातिसकेको छ। हामी त सकिएपछि आएर छौँ गाइजहरू। त्यही हो यही हो पार्क चाहिँ। जो राम्रै छ है। राम्रै बनाएको छन्। आफ्नो गाउँठाउँमै राम्रो पार्क खुलेको छ। राम्रै छ जे होस्। अन्त क्यामेराम्यान चाहिँ अहिले हुँदैनन् होला, दिउँसो हुँदैन होला। चाहिँ बिहानै फेरि दुर्नु पऱ्यो। फेरि पार्कमा दिउँसो आएर यसो फोटोसोटो क्यामेराले खिच्नु हो होइन गाइजहरू। त्यही हो जे होस् रमाइलै छ। हेर्नुहोस् भ्यूहरू पनि राम्रो छ। हेर्नुहोस् पछाडि भ्यूहरू। त्यो चाहिँ लुहाम बजार हो। त्यो चाहिँ पार्क हो। हामी चाहिँ लुहाम बजारको भिडियो बनाउने मान्छे हो। मेरो बहिनी चाहिँ पार्क चाहिँ गाइजहरू आइपुग्यौँ हामी। यही हो पार्क चाहिँ। त्यस्तै यहाँ त्यस्तो कोही त केही छैन। आफ्नो गाउँठाउँमा खोलेको त्यस्तो त्यस्तो केही छैन। आफ्नो गाउँठाउँको हरियाली भ्यूहरू हेर्नलाई राम्रो छ यहाँ चाहिँ गाइजहरू। त्यही हो जोस् गाउँठाउँमा यस्तो पार्क आफ्नै गाउँले निर्माण गर्दा चाहिँ राम्रै हुन्छ, राम्रो देखिन्छ होइन। त्यही हो पार्क चाहिँ। यहाँ चाहिँ खासै अरू चाहिँ केही छैन है। त्यस्तो महत्त्वपूर्ण चाहिँ त्यस्तो केही छैन। जे होस् अलिअलि बनाइएको छ। त्यस्तो खासै केही छैन यो पार्कमा। त्यही हो
भनेको नि यति हो। हामी चाहिँ घुमेर आइसक्यौँ। अब चाहिँ हामी पिकनिक बनाउँदै घर पुग्ने बेला भइसक्यो। हामी 6 बजे घरदेखि निस्केको 10:30 बजिसक्यो। अब घर जानु ठिक्क 11 बज्छ। आज फोन आइसक्यो, 2-3 फोन आइसक्यो घरदेखि। मम्मी र ड्याडीको जाने पर्ने हुन्छ। आज घर गएर बस्न देला जस्तो छैन, बिहानै बाहिर जस्तो छ। आज भात दिन्न जस्तो छ घर। आज बिहानै उठेर हिँडेको, अहिलेसम्म घर जानु थाहा छैन। बिहानै डुल्न गए मान्छे डुलेर खाए होला भन्न पक्कै नि घर गएपछि न त्यही हो। अब घर गएर के भन्ने होला, डुल्न त आइयो, अब भात कसरी माग्ने होला, लाजौ मर्नु भयो छ यहाँ। लाज किन बाबा यहाँ अब डुल्नबाट गएन, घर गएन भात ल्याऊ भन्न पनि लाजै पुग्यो। के काम खानु आइसक्यो भन्न नमाग्नु पेटले मान्दैन। बनाए के का लागि यहाँ 100भन्दा बढी टिकटक बनाइसक्यो, भिडियो बनाइसक्यो। एउटा भाइरल हुने कुरा पनि छैन। एउटा बनाउनु र मोबाइल भर्न मात्रै काम छ। के हुनु घर गएर भात दिन्न लाज पक्कै हो। बिहान सुतिन उठ्यादेखि हिँडे हो। अब घर पुग्ने कतिखेर हुन्छ? घर खोला पारी छ डाँडामा, आफू खोला वारी डाँडामा भयो। पानी खान तल खोला झरिन उकालो सर्ने। आज गाह्रै छ भात भेटिन र घर भेटिन दिन्न न आज घर भात। तिम्रो डुल्न जानेलाई भात हुन्छ भन्ला जस्तो लाग्यो। त्यही छ, गाह्रो छ। अन्त आइयो डुलेर त जान लाग्यो। बिहान 6:30 बजे हिँड्या मान्छे अहिले 10 बजे नआएपछि कसो गर्नु सन्तान। घरबाट फोन आइसक्यो कता आयो भनेर 2-4 चोटि। अरू त के भन्ने हो र। यस्तै छ बहिनी। पछि अहिले त भोक पनि लागिसक्यो, खुट्टा पनि लागेको छैनन्, पसल पनि छैनन्। त्यो बेहोला यस्तो गाह्रै बाख्रा। अब चाहिँ हामी हाम्रो गाउँको भ्यू देखाउँछौँ अनि घर। जब हाम्रो गाउँको भ्यू आउँछ दामी आउँछ। त्यो चाहिँ हो हजुर नै भन्छ फेरि होइन। म टक्क लाएर भ्यू देखाउँछु। मैले थाहा पाउँदै थाहा पाएछ भने त के भन्ने, के भन्ने भन्छ म थाहा पान्न कि फेरि। गाह्रो छ गाइस। त्यही हो हाम्रो गाउँ। यही हो हाम्रो गाउँ। यो हाम्रो घर हो। यो माथिको दुर्गाको घर हो। अनि यही हो हाम्रो सानो गाउँ छ। घर पाहुना आया हुन सक्छन् दसैँको बेलामा। हामीलाई डुल्न मात्रै ठिक छ। यही हो गाइजहरू। बिहान आएको भए सायद राम्रो देखिन्थ्यो होला। माथि डुल्ला। अहिले आइपुग्यौँ हामी त। गाह्रो छ। अरे कोसँग केटासँग छिटो यसले ब्रेकअप गर्ने कुरा गरे गाइस अहिले आएर तिमीसँग। तिमीले अस्ति मलाई हिजो सोचेर मन पिस्केर मलाई त अहिले। अब दिदी ल्याएपछि सोचेर भन्न नपाए रे। म साइनो बदली छु र दिदीलाई दाइलाई दाइ त भन्छ। नेपालको कानुन दैवले कानुन भने नि यो खर्काएर कानुन दैवले जानुन। दिदी ल्याएर भाउजू बनाइसक्यो। अब सोचिन पनि मैले जिस्केर बोलिदिएको है। आज खुसिएर गाह्रो छ। त्यही फकाउनलाई पार्क घुम्न आएको हो। आज चाहिँ विशेष त्यही हो। यसलाई फकाउनलाई पार्क ल्याएर अहिले लगाएको छु। तर पनि आज खुसी हुन्न। लास्टमा ब्रेकअप भन्छ।
आइज भन्नेपछि हाम्रो गाउँ आइज हाम्रो घर आइज भनेको मान्दैन नि त जिस्केर सोल्टिना भनेको यहाँ ठुस्किएर चाहिँ फेरि सोल्टिन भन्न पाइन्छ नि पाइन्न हाम्रो बहिनी फेरि त्यसले फायर कुरै छोड्छ यसो घामले डरेर कालो हुनलाइसकेन नि त कालो मान्छे हुनलाइसकेन नि त कालो पनि यति कालो भइएछ कि 100वटा फोटो खिचे पनि 99वटा डिलिटै गर्नुपर्छ एउटा पनि धन्न कहाँबाट एडिट गरेन एडिट गर्न नजाने रिमिनीबाट एडिट गरेन राखेर चाहिँ राम्रो रहेछ भन्ने जस्तो हुन्छ गाह्रो छ त्यतिकै राख्ने त थोपडै हुनु पर्यो यति नराम्रो भइएछ क्या म यो जुन त यस्तै भयो अर्को जुन त राम्री भएर आउँछ पाकै नि पाक अहिले मलाई हेप्पी छैन म अर्को जुन राम्री भएर आउँछ ल गाइजहरू होला पाल सुने भने मार्ने होला न अहिले घर गएर भन्ने होला भात्ल्याउ होइन अहिले भातैबाट तिम्रो अहिले चाहिँ घर नआउने बाटेको सुता सक्यो दिमागमा अहिले बाटामा गएपछि जहाँबाट आयो उयो गइज भने के भन्ने होला क्या एउटा आइडिया सिकाइदिनु पऱ्यो ओइ के भन्ने हो क्या बाटोमा धुरीमा बस्ने कहाँ धुरीमा 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 बस्ने होला जानु त बाटैबाट जाने होला र कहाँ पछाडिबाट त घाँस जागे आउँछ कस्तो घाँस मात्रै छ जाने बाटै छैन जानी अगाडि गएर पिक्चर छ नि माथि गएर बस्ने भात्ल्याउ भन्ने भगाउन पनि सकेन त्यहाँबाट बाटामा गएर के भन्ने होला भातल्याउ भन्न भने लाँदैछ काम गरेर आउँछ न बिहानदेखि एउटा गाली गरे पनि चुप्प लाग्न बस्नु भयो अब आफ्नै आज थाहा पाए मार्चिट मम्मीले भने जस्तै हुन्छ आज बिहान निस्कियादेखि अहिलेसम्म यस्तो छ डौल बौला न्यास डौलमा हिँड्याउँछ घरमा पनि भेटिने कुरो छैन धन्न पार्का भेटेर डुल्यो अहिले घर गएर चाहिँ अहिले पार्का डुल्यो सबै उल्लिन्छ